कहाँसम्म सुन्नुभएको छ मलाई हातमाथि गर्नुहोस् त पछाडि पछाडि कहाँसम्म सुन्नुभएको छ सुनिरहेछ ओके थ्याङ्क यू सो मच ल नाच्नुपर्छ सर्वप्रथम त स्थानीय कला संस्कृतिको पहिचान पर्यटन प्रबन्धनमा सबैको योगदान दैलेख सांस्कृतिक महोत्सवमा मलाई निमन्त्रणा गर्नुहुने सम्पूर्ण आयोजक टिम प्रायोजक सहायक टिम जति पनि यो दैलेख महोत्सवलाई सफल बनाउनको लागि लागिराख्नु भएको छ सबैलाई एकमुष्ट मेरो सम्मान छ धन्यवाद छ र स्टेजमा रहने सम्पूर्ण कलाकारप्रति एकदमै सम्मान त्यसै गरेर जति पनि अतिथिवर्गहरू हुनुहुन्छ उहाँहरूलाई पनि मेरो चाहिँ घर सुदूरपश्चिम कैला म चाहिँ सुदूरपश्चिमबाट तर कर्णाली आउँदा पनि आफ्नै ठाउँ आए जस्तो लाग्छ एकदमै खुसी छु दैलेखमा यो ठाउँमा चाहिँ म पहिलोपटक हो है हो कि होइन उसो त म धेरै महोत्सवमा दैलेख आउन पाएको छैन राकम कर्णालीतिर थिएँ र यहाँ चाहिँ आउन पाइयो तपाईँहरू माझ यो 1 गते आज म कार्यक्रम मात्रै गर्न आएको छैन आज यो 365 दिन सफल बनाउन अथवा गीत सङ्गीत मार्फत धेरै दर्शकमा पुग्नको लागि आज 1 गते धेरै दर्शकबाट मेरो फेरि म्युजिकल यात्रा सुरुवात हुँदैछ यो वर्ष मेरो लगायत तपाईँहरू सबै हाम्रो सफल बितोस् सोचे जस्तै बितोस् फेरि पनि शुभकामना छ एकदमै खुसी छु 1 गतेको दिन आफूले रोजेको विधा सङ्गीतसँग जोडेर तपाईँहरूसँग स्टेजमा छु एकदमै खुसी लागेको छ है ल ओके माइक अलि तपाईँ सकिन्छ भने माइकको लेभल ओभरअल साउन्डको लेभल ओभरअल गराइदिनु ओभरअल पछाडिसम्म आउनु पऱ्यो ओभरअल साउन्ड बढाइदिनुहोस् अनि भोकल माइकलाई चाहिँ अलि मजाले सुक्खा नबनाएर अलि मजाको दिनुहोस् किनकि दर्शक आज धेरै नाच्नेवाला छन् धेरै ठाउँमा आफ्नो पटक रिपिट भइसके तर यहाँ त म पहिलो पटक आएको छु यहाँ त धेरै गीत गाउन बाँकी छ थुप्रै रमाइलो हुन्छ अघि पानी पर्दाखेरि जो घर जानुभयो तर अब पानी परे पनि कोही हिँड्दैन यहाँबाट आज दैलेख महोत्सवमा हिले भए पनि रमाउनुपर्छ हुन्छ ओके थ्याङ्क यू सो मच एउटा जानकारी गराउन चाहे यहाँहरूलाई मैले दैलेख अझ विशेष गरेर कर्णाली अझ दैलेखलाई समेटेर एउटा गीत आज आउँदैछ दुल्लु दरबार धेरै ठाउँ धेरै भूगोल धेरै समुदायका गीतहरू गाए यसपटक विशेष दैलेख विशेष गीत दुल्लु दरबार अबको केही घन्टाभित्र चक्रम युट्युब च्यानलमा आउँदैछ जसको शब्द पढ्नु भएको छ हाम्रो राजु केसी दाई उहाँको पनि स्वर छ मेरो स्वर फुलकला केसी र त्यसै गरेर ईश्वर सन्ज्यालले गाएको र यो गीतलाई मूर्त रूपले नै यो गीत निर्माण गर्ने यो गीतको कन्सेप्ट बनाउने दैलेखकै प्रिय मान्छे गीत सङ्गीतलाई अत्याधिक माया गर्ने त्योभन्दा बढी हामी कलाकारलाई सम्मान गर्ने मेरो प्रिय मित्र सबैको प्रिय मित्र हाम्रो नवीन पाण्डेजी कता हुनुहुन्छ एकचुली अगाडि आइदिनुहोस् न विशेष गरेर आज 1 गते तपाईँको गीत आउँदैछ चक्रजी हाम्रो गीत 1 गते आउँदैछ म तपाईँ बजाउँछु एकैछिन 1 मिनट केही कुरा सुनिनुहोस् उहाँको लागि भए पनि प्लिज उहाँले चाहिँ 1 गते खास तपाईँको महोत्सव चाहिँ दैलेख 1 गते हुनुपर्छ भनेर 1 गते आज गीत आउँछ विशेष गरेर दैलेखको छोरो हुनुहुन्छ यो सबै सेड्युल उहाँले बनाएको हो एकदमै थ्याङ्क यू सो मच प्लिज हाम्रो नवीनजीलाई ताली हालिदिनु होला सबैले थ्याङ्क यू उहाँको पनि अभिनय रहेको र मेरो पनि मलाई धेरै साथीहरूको अभिनय रहेको गीत आउँदैछ आज यो गीत पनि हात मिलाउँदै गर होला मजाले मिलाउला अहिले मजाले मलाई साथ दिनु न मलाई हात होइन मसँग हात होइन मेरो स्वरसँग स्वर मिलाउनुहोस् मनसँग मन मिलाउनुहोस् यसरी फेरि है त किनकि म तपाईँहरूसँग अब हातैमा हात मात्र होइन म चाहिँ मन कनेक्ट गर्न चाहन्छु आफ्नो सबैले फेरि उमेर 16-17 छ उमेर 16-17 छ हिँड्दै मटक छ सबैले गाउने है कर्णाली तिर हेरी तिर छड्के नजर लगाई नहेर धेरै गीतहरू छन्
सुन्नुपर्छ। यो ठ्याक्कै 9-10 वर्ष भयो यो गीत आएको। त्यसै गरेर सुई काम पड्काउने आज यो गीत पनि गाइदिन्छु। नाच फुट्टिन यो पहाडिया हो मैले गाएँ त्यो पनि मैले हो। नजर लागली ओके यो पछाडि चाहिँ तपाईँहरू चाहिँ आज के व्रत हो? व्रत बस्नु भएको छ मौन व्रत होइन त लेखेको पछाडि होइन सबै है धेरै गीतहरू छ। सबै गीत गाउनेछु। त्यसै गरेर तपाईँहरू चाहिँ हामी देउडा क्षेत्रको मान्छे देउडा गीत पनि गाउनुपर्छ। आज अतिथि सबैलाई म चाहिँ यहाँ देउडा खेल्नेछु। दैलेखी पनि कमका छैनन् है। नसुने गीत चाहिँ कुन छ? एउटा गीत सुन्नु भएको छैन होला है मेरो। त्यो चाहिँ यतातिर बज्यो कि बजेन त्यो गीत है। र सुन्नु भएको छैन भने सुन्नुहोस्। मलाई आफूलाई धेरै मन पऱ्यो गीत मेरो पछिल्लो समयमा आएको गीत। तेरे सौराइ लागि मरिरहेछु ओहो माया जालमा ओहो माया जालमा ओहो माया जालमा। तपाईँहरूको मायामा आज पर्नु मन छ। सबैभन्दा पहिला कुन गीतबाट सुरु गरौँ? नाच्ने हो कि कसरी? देउडाबाट सुरु गरौँ।